एउटा नेपाल खाडीमा छ, एउटा नेपाल बम्बईको कोठीबाट आँखाबाट आँसु झारेर नेपालतिर फर्केर हेरेको नेपाल छ हैन। एउटा नेपाल 50 डिग्रीको तातोमा साउदी र कतारमा भेडा चढाएर 100-150 तलाका गगनचुम्बी महलबाट 50 डिग्रीको तातोमा त्यहाँका सिसा फुसेर बसेको नेपाल छ। त्यस्तो गरेर पठाएको पैसा रेमिटेन्स मारवाडीले खाएका छन्। तपाईलाई भन्नुपर्दा आँखाबाट आँसु झर्छ। विदेशका जेलमा 7000 भन्दा बढी खाडीका जेलमा आज हाम्रा होनहार युवाहरू चाहिँ नि बस्न विवश छन्। तिनको विषयमा कहिल्यै सदनमा कुरा उठ्दैन हैन। लघुवित्तले सहकारीले घरहरू कब्जा गर्यो, नेपाली गरिबका व्यापार गर्ने वातावरण छैन। व्यापार गर्न भनेर नेपालीहरूले लिएको ऋण युवा जति विदेशीय व्यापार चल्दैन। आज घर जग्गा जमिन सबै लिलाम तपाईको लिलाम भइरहेछ, ब्ल्याक लिस्टमा परेका छन्। गभर्नर के भन्छन् थाहा छ? हाड हेरेर घाँटी हेरेर हाड निल्नु भन्छन्। दसैँ आयो घरमा बच्चाहरू हुँदैनन्, तिहार आयो घरमा छोरीहरू हुँदैनन्, छोराहरू हुँदैनन्, झिलिमिली बत्ती बाल्ने मान्छे हुँदैनन्, बारीका पाटामा फुल फुलेका फुल टिपेर माला लगाइदिने, माला गाँच्ने छोरी पनि हुँदैन, छोरा पनि हुँदैन। आज देशको स्थिति त्यो बनाएको हो नि त। लास उठाउने मान्छे छैनन्। यही कुरा त मैले उठाएको हो नि त। आज यही कुरालाई लिएर सबैजना तैँ छाड मै छाड के गर्ने कसो गर्ने भन्ने कुरो